नेपालको गरिबीलाई हेरौं, पुस्तौं पुस्ताले भोगेको दमन र उत्पीडनलाई निहालौं, ऋण, बेरोजगारी, विदेश पलायन र आम नेपालीको असन्तुष्टि हेरौं। परिवर्तनको नाउँमा धेरै क्रान्तिहरू आए, राणा फालिए, राजा फालियो, प्रजातन्त्र ल्याइयो, तर पनि एउटा आम नेपालीको जीवनमा भने आमूल परिवर्तनको किरण कहिले पनि उदाएन। किन त मनोविश्लेषण यानी साइकोएनालिसिसको थ्योरीमा यसलाई रेपिटेसन कम्पल्सन भनिन्छ, नेपालीमा पुनरावृत्तिको बाध्यता। पुनरावृत्ति बाध्यता भनेको कुनै पनि मानिसले आफूलाई दुःख दिएको अनुभव, सम्बन्ध वा व्यवहारलाई चाहिँ जानी जानी यसले मलाई दुःख दिन्छ भन्ने थाहा हुँदा हुँदै पनि दोहोऱ्याउने एउटा मानसिक प्रवृत्ति हो। दुःखद हुँदा हुँदै, पीडादायक हुँदा हुँदै र थाहा हुँदा हुँदै पनि मानिस फेरि त्यही संरचनागत खाल्डोमा किन फर्किन्छ त? किनभने परिचित दुःख अज्ञात परिवर्तन भन्दा सुरक्षित लाग्छ। यही ढाँचा राजनीतिमा पनि दोहोरिन्छ। जसले चाहिँ जनतालाई पटक पटक निराश पारेका छन्, त्यही जनताले प्रत्येक चुटिको चुनावमा उही दल, उही अनुहार र उही भाषण रोज्ने गर्छन्। यसको ज्वरो केवल मनोवैज्ञानिक मात्रै होइन, एभोल्युसनरी यानी विकासवादी पनि छ। मानव इतिहासमा परिचित परिस्थिति चाहे जति नै कठोर किन नहोस्, अज्ञात जोखिम भन्दा सुरक्षित थियो। उदाहरणको रूपमा आदिम युगमा मानिसहरू उही गुफामा बारम्बार रात बिताउँथे। चिसो, असहज, पानी चुइने अन्धकार त छँदै थियो, तैपनि मानिसहरू गुफाभन्दा बाहिर निस्केनन्। किन त गुफाभन्दा बाहिर त्योभन्दा धेरै खतरा थियो। गुफाभन्दा बाहिर राति बाघ आउन सक्थ्यो, सिंह आउन सक्थ्यो, भालु या कुनै बिच्छु या कुनै विषादी सर्प। यसको मतलब चिनिएको, जानिएको र भोगिएको असहजता अपनाउनु अन्जान जोखिम मोल्नु भन्दा सुरक्षित थियो। त्यसैले परिवर्तनको नाउँमा हामीलाई नयाँ दल जोखिमपूर्ण लाग्छ। किन त पुराना दल, पुराना अनुहार र पुराना भाषण हामीले चिनिसकेका छौँ, हामी परिचित छौँ।